दर्शक वी आर मुभिङ टु पाल्पा कता गरे हामी मैले जाँदैछौँ मैले के अरे दमकडा दर्शक हामी दमकडा माडी जाँदैछौँ आज सिधर यहाँ छन् हामी एकछिन हाम्रो 3-4 दिनको बास भइसकेपछि हामी आज टक्क जाँदैछौँ मेरो अनि अझै हामी बस पार्कबाट चढिसकेको एकदम धेरै दिनपछि म यस्तो क्यामेरामा आइसकेको छु आई एम ब्याक टु युट्युब हाम्रो जनीसँग भेट हुँदैन हामी जनीसँगै हिँड्नु है हजुर पनि मेरो कपाल त श्रीधर कपाल होइन श्रीधरको कपाल मेरो मजा आउँछ आजको जर्नी चाहिँ मजा आउँछ हामी वहाँ गएर क्रिकेट पनि खेलिन्छ होइन मेरो भनेको क्रिकेट हो कि हामी वहाँ गएर हामी 30,000 को ब्याटले क्रिकेट खेलिन्छ 30,000 को ब्याटले त्यो ब्याट पनि देखाइन्छ ब्याट पनि देखाइन्छ हेर्दा नर्मल छ तर प्र्याक्टिस ब्याट हो 30,000 को सानदिनो फेरि चलाइदिनु हामीले ठुल्ठुलो ल आयो पाल्पा 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 आयो 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 सिधर पाल्पा पाल्पा हाम्रो यात्रा चलिरहेको छ हामी नास्ताखाना यहाँबाट हामी नास्ताखाना यहाँ बसेको छौँ यो ठाउँ चाहिँ हामी पहिला अस्ति रानीमा जाँदा पर्छ नजिक जाँदाखेरि पनि हामी यहीँ बसेको छौँ सिधै त्यहाँ टक्क हामी यहाँ पछाडिको ब्युटी सिनेरीलाई फिल गरेको छौँ हामी अब कति छ हाम्रो बस स्टप अब 10 मिनट हाम्रो आफ्नो बस स्टप टक्कै त दिस इज आवर बस स्टप होइन हामी अटोमा टक्क जाँदैछौँ हामी चाहिँ यता छ हामी आइसक्यो हाम्रो बस स्टपमा अब यहाँबाट हामी अटो लिएर टक्क जाने घर हेरेर गइहालौँ न ल रिचार्ज कार्ड पनि खै रिचार्ज कार्ड त्यही होइन रिचार्ज कार्डै लिन एकछिन हामी गफमा हामी त रिचार्ज कार्डै नलिकन हिँड्नेछ यहाँ सिट छ यता अन्त अब हामी कति बेरसम्म हिँडिन्छ अब लगभग 45 मिनट उकालो त छैन अब यस्तो त बाटो चाहिँ मजाले हिँड्छ सिधा आउँछ कि नै त तिमी भोलि तिमी यहाँबाट त बबार हुन्छ कि बबार त्यो सिङ्गाको बाटोदेखि यही फाटो हो त्यो आएर भनिदिनु कौन हो मैले बहुत हेर्दै हिँड्छु तर अलिक सम्मदेखि थियो कता खाँदोसम्म ए त्यही हो त्यही त ल है त उता तराईतिर पनि केटाहरू क्रिकेट खेल्न पिच्न आइदियो उतातिर पनि क्रिकेट खेल्नलाई पिच्न आइसकेछन् अनि हामी रनतिर जाँदैछौँ क्रिकेट खेल्नलाई कति भयो बबाल खेलिदिने आज बबाल पाइप पानीको पाइपको हालदेखि म त मोडिफाई पानीको पाइपको सिधरले हाम्रो तराईदेखि कौडियालेको डाँडो यो भन्छन् होइन त यो हँदै होइन चाहिँ मलाई सेटिस्फाइङ चाहिँ भएन त कसरी हुन्छ यसै गफ हानेर हुन्छ र त्यहाँ पनि हामी गइन्छ है कौडियालेक चाहिँ पहाड तराईदेखि चाहिँ भन्छन् तर त्यही गइन्छ हान्छ खोलो रहेछ त्यहाँ मोबाइल यो त तराईको जस्तै रहेछ तर दर्शक पनि यहाँ अघि नैको पर्दछ नि छ र हाम्रो श्रीनगर त्यही माथि होइन श्रीनगर तर यो पहाड हेर्नु यो तराई हेर्नु न यो पहाड के भन्छ अरे यसलाई फाट भन्छ होइन फाट कि माडी फाट कडा अबे कडा यतिको हुनुपर्छ कि ठाउँ हामी जाने कहाँ गरे उ त्यहाँ होइन हो यतातिर जाने कता हो यतातिर कता जाने हामी सिधा अगाडि छ नि यसरी जाने नि हामी होइन ओए तराईमै आए जस्तो लाग्यो मलाई त हेर्दै धानको टाट्नु पिच बनाइदिनु केटा अब आउँछ यहाँ न त यता घुम्नु पर्छ मलाई के थाहा यस्तोको मजा है त सिधा ट्र्याक्टर नै चल्दो रहेछ यता त मजाको मजाको
के नगराउ गरे भिडियो त ठोबे यहाँ त यो त हाम्रो तराईतिर जान्छ कि होइन यो त हाम्रो तराईतिर जान्छ र यो लाइन त त्यही त के मोबाइल हाम्रो गन्तव्य चलिरहेको आज आरसिबीको हेरिन्छ कि म्याच आरसिबी म के क्या लगाइदिने आरसिबी तर क्वालिफाई भइदियो भाउस जस्तो लागिरहेको किन भन्दाखेरि विराट कोहलीको म्याच देखिन पाइन्छ भनेर तर होइन जे भए पनि ठिक छ तिम्रो भाइ हो नि हेलो भन न त्यही घर नजिकै हो ल है त सँगै जानुपर्छ हामी त आयो यार तिनीहरू पुग्यो हल्ली उयो हो र डरै लाग्दो रहेछ गाउँको युवाहरू यतिको हुनु पऱ्यो नि लौसी खोला यो केटा हो लौसी खोला होइन लौसी खोला प्रदर्शन रहेछ नि यता त जानुपर्छ क्या प्रदर्शनतिर आरे भन्जिङ त हाम्रो ऊ यहाँ आरे भन्जिङ चाहिँ काफल पाक्यो भने है चराले कुरो यो हो यो हाम्रो सुरुको घर यो सिधर घर है कहाँ देखायो क्रिकेट खेल्ने कहाँ सिधरको घर हेलो भन हेलो भन हामी टक्क लाएर उता जानु सक्ने हुन्छ अहिले घाँस झ्यामझुम हानेर भारी पुर्याउनु पऱ्यो कि त अहिले यस्तै निकालेर गर्नु पर्ला नि बाहिर निकाल्नु पर्ला कति यहाँ छ त्यो गाई ओए यतिले पुग्छ जल्वा आयो हमारा पुग्छ अहिले एकछिन लाग्यो हाम्रो गाउँमा रेल आइसकेको छ झाडा फलन खस्यो त्यस्ता लटपटे काट्ने हो क्या अब गएर त्यही म काट्ने हिँडेको के घर त जान्दिनँ जान्न पर्ने हो डन कसैलाई बिट नगर बोलाउने दोस्तों हम अब जा रहे हैं ऐसे लोहान के लिए हाम्रो भाइहरू आउँदैछन् सुशील भाइ सृजन भाइ सिद्धान्त भाइ अनि योगेश भाइ अनि हामी गइन्छ ऊ पछाडिको डाँडातिर कता यतातिर गइन्छ हामी अहिले चाहिँ हामी ऐश्वर्य हर्न प्लस मही छोड्न अनि यो जर्सी पनि छोड्न जाँदैछ भाइ दर्शक कता गरेका सुशीललाई म कस्तो सिद्धर्शन यहाँ सिद्धर्शन यहाँ हामी चाहिँ भोलि गइन्छ कौडिया लेक सिद्धले चाहिँ हिँड्दै जाने भन्ने जो साली काल्यान सिद्धले मेरो जस्तै पहिलेदेखि थियो यिनको चाहिँ थिएन यिनको अलि हिँड्दै जाइन्छ साइराहा दर्शक दिन हामी तराई आइसक्यो हामी भर्खरको तराई आइसक्यो अघिसम्म पहाड थियो तराई यो 10 दिन
त्यस्तो बोतल नभन म पानीको बोतलै बोतलमा भन्दा पनि नराम्रो सोच्नु होला दर्शकबिन्दुहरूले हेर्नु न यो भनेको सिद्धान्त सिद्धार्थ म सिद्ध सङ्गीत त्यस्तैले हेर्ने हो यस पछि हेर्नु चाहिँ मजा आउँछ हो किन मजा लाहा नि सफलतालाई लाहा नि केटा हो एकैचोटि हालिदिनु कि भिडियो ढुक्क होइन तर मेरो अर्को ठुलो फोन त बन्द नपर्छ यार स्विच अफ खोलिएन भने त ल्याङ हुन्छ ल दर्शक यो मै खेल्यो चाहमा एउटा कालो कालो के हो त यो मजाक नगर न यार कुन बुटाको त्यो रात हो यो के हो यो फेरि कौवाको मकै के भन्छ त्यहाँदेखि त गए त मिठो त हुँदो रहेन यहाँ त्यस्तो पौडी काटिदिउँ कि यहाँ पौडी काटिदिउँ गाइस देयर इज लट्स अफ हैँसेलु सिरदारले खानेछन् मैले पनि तर त्यति मैले एक्सेप्ट गरे जस्तो चाहिँ होइन कि ठिकै हुँदो रहेछ टर्रो हुँदो रहेछ क्या न होइन सँगै हामी चाहिँ नुहाउन आँखा केटाहरू बाइकमा चाहिँ दुईजना सिधन भुट खोलातिर आखान गरे सृजन र योगेश फेरि मन्दिर भैरस्थान गएको मन्दिर पूजासुजा गरेर फर्किँदैछन् गरे म र सिर्दा फेरि यहाँ नुहाउन आँखा हामी चाहिँ हामी सबै नुहाएर अब मसिन चाहिन्छ कपडा पनि धुन सक्यो मेरो वहीँदेखि धुन थियो लिएर आएको थिएँ मैले यहीँ पाहाडको पानी धुने भनेर वहीँदेखि कपडा लिएर आउँ मैले धुनलाई तराईदेखि चाहिँ अब धुने मजाले यो पनि धोइदियो नि यार यस्तै कुरा यो पनि भिजाइदियो हुन्थ्यो लोग कहते पागल अलिक फोर नि मेरो कपडा दोस्तों ये हमें फुलकुमार कृष्णमल भण्डार सिद्धर सुदर्शन अलि टेन्सन भावुकमा म चाहिँ यहाँ सिद्धर सुशील र सिद्धान्त बाइकमा भनेको बसमा आइछ तिनीहरूलाई मैले मेरो चार्जर ल्याइदिएँ भनेको चार्जर पनि ल्याइदिएन जुत्ता ल्याइदिएँ भनेको जुत्ता पनि ल्याइदिएन फर्क्यो भनिदिएँ मैले तिनीहरूलाई अनि त्यस्तै छ अब सिद्धरले चिया त खाउँदैन चिया खाऊ भनेको खाउँदैन अलिक हरामी रहेछ यहाँ जुन हिसाबले म आफ्नो कुराहरू थिएँ त्यसमा सिद्धरले अलि कुरा आएन त्यही कारणले म अलि डाउन छु म यो भ्लग चाहिँ मैले एकैचोटि हाल्छु किनभन्दा मेरो अर्को फोन डेथ छ त्यो मेरो फोन बिग्रिएको छ त्यही भएर यो धन्न मैले मम्सको फोन लिएर आँदैछु र अलि चले ऐसरी पनि खाएको थिएँ क्या तपाईँलाई अब अर्को त केही गर्नु छैन त्यही सिद्धान्तहरूको कुरो हो किनकि मलाई झोइ लागिसक्यो यो सिद्धान्त नस्ता लाग्छ केटाहरू आएपछि अलि रमाइलो हुन्छ भने आसमासुमा त्यही हो कपाल त फेरि ठुलो भागिरहनु है त यहाँ कल भइरहेको केटाहरू खानुमा ओ यता माथि आउने उता सिधा केटाहरू यहीँ छन् यहाँ फोनबाट देखिएन मोड्छन् अब मोडा ल आऊ यता आए भयो त्यो देख्यो कि अहिले देखिन्छ यहाँबाट लाइभ लोकेसन वाट इज म्याप वी डोन्ट निड म्याप के एप चाहिन्न कि हामीलाई यहाँ सिधै यो लाइभ लोकेसन उहाँ छ नि उहाँ चिच्चाको सुन त्यही हो हामी ए मलाई कुनै किन एक्स्ट्रा लाग्यो हो त्यो तलको बाटो छ नि त्यही बाटो नछोडिकन आउँछ यही आउँछ हो त्यहाँ बाइक अहिले बल्ल देखियो बाइक मुला हालेकोमा त्यही होइन र अनि म त सिधै आउने हो क्या सिधै त्यहाँ बिच चढे त तेर्सिनियो फेरि राइडर हेर्नु फेरि यिनीहरूको ड्रेस हो भने कति आनन्दवाला लाएर खाने यार हामी भयो कि त्यसै लाएर गरुङ्गो लाएर गर्मी भयो लगाएर आएको